हेलो साथीहरू, सन्चै हुनुहुन्छ? आज चाहिँ 20 डेज नेल आर्ट क्लासको थर्ड डे हो है। आज चाहिँ हामी एनिमल प्रिन्टमै जेब्रा प्रिन्ट गर्दैछौँ। सो मैले चाहिँ यहाँ बेस कलर वाइट राखेको छु। मजासँगले वाइट कलरको पलिस एप्लाई गरेर यसलाई चाहिँ 60 सेकेन्ड क्योर गरिसके पछाडि चाहिँ मैले अलरेडी यहाँ नेल प्लेटमा चाहिँ ब्ल्याक कलरको पलिस राखिसकेको छु। यो आर्ट गर्नको लागि हामीलाई यो लङ लाइनिङ ब्रस चाहिन्छ है। र आज चाहिँ हामी यही भिडियोमा चाहिँ यो ब्रस जेल लागेको ब्रस कसरी क्लिन गर्ने भनेर पनि सिक्छौँ। कतिपयले चाहिँ एसिटोन या क्लिन्जरहरूमा या साबुनले नै पनि धुनु हुँदो रहेछ ब्रसहरू है। म चाहिँ त्यसो गर्दिनँ। म जेल ब्रसहरू चाहिँ जेलमा नै सफा गर्छु। जुन कलर युज गर्नुपर्ने छ त्यही कलरमा डिप गरेर यसरी मजाले नेल प्लेटमा फिजारेर चाहिँ अनि त्यस पछाडि कटनले पुस्छु। कटनमा केही पनि नलगाइकन लाइनिङ ब्रसमा चाहिँ जेल डिप गरेर चाहिँ यसरी हामीले सबभन्दा सुरुमा चाहिँ मोटो लाइन तानेर पछाडि लाँदै गइसके पछाडि चाहिँ त्यसलाई चाहिँ थिन बनाउँदै जाने। यसरी नै चाहिँ हामीले चाहिँ बाङ्गोटिङ्गो गरेर लाइनहरू चाहिँ तान्ने र सुरुको फेजमा मोटो पछाडि हुँदै गइसके पछाडि चाहिँ हल्का पातलो जस्तो जेब्रा हुन्छ नि। एक्चुअलमा जेब्राको पनि त्यस्तै प्रिन्ट हुन्छ। हामीले त्यस्तै प्रिन्ट चाहिँ बनाउने। मलाई एनिमल प्रिन्टमा सबैभन्दा गाह्रो लागेको चाहिँ यो प्रिन्ट गर्नको लागि थियो। किन भन्दाखेरि लाइनिङ ब्रस चलाउन एकदमै धेरै गाह्रो हुन्छ कि हामीले टुप्पाले मात्रै गरेर हुँदैन। ब्रस भाँचिन्छ, बाङ्गिन्छ। त्यसैले हामीले पुरै ब्रसलाई नै सुताएर गर्नुपर्ने हुन्छ। एकदमै लाइनिङ ब्रस चलाउन सिक्यौँ भने चाहिँ हामीलाई अरू थुप्रै आर्टहरू गर्न चाहिँ एकदमै धेरै नै हेल्प हुन्छ, सजिलो हुन्छ। यसरी नै मैले चाहिँ यो नेल आर्ट कम्प्लिट गरेको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ है। र यसमा टपकोट लगाइसके पछाडि चाहिँ एकदमै धेरै राम्रो पनि देख्छ कि ग्लसी टपकोट लागिसके पछाडि चाहिँ साइन आउँछ नि त। अनि राम्रो पनि देख्छ। हामीले फ्रेन्चहरू गरेर पनि फ्रेन्चहरूमा पनि हामीले यसरी यो जेब्रा आर्टहरू गर्न सक्छौँ है। डिप फ्रेन्चहरूमा पनि गर्न सक्छौँ। एकदमै राम्रो देख्छ। फाइनलमा चाहिँ यस्तो देखिएको छ।